जय मसी छ सबैजनालाई। आज म तपाईको अगाडि नयाँ डिस लिएर आउँदैछु। त्यो पनि अब होटलको कुराहरू। अब हामी कति है बाहिरबाट किनेर खाने निम्की। आज हामी निम्की बनाउन जाँदैछु। त निम्कीमा चाहिँ मैले मैदा लिएको छु र सोडा लिएको छु, किन फुले पनि चाहिँ राम्रो लाग्छ। त म यो सोडाले हालेको छु, अलिकति, ज्यादा होइन, खालि अलिकति। र अझै यसमा चाहिँ अब रिफाइन तेल हालेर चाहिँ हामीले चाहिँ यसलाई मुस्ने छु। हेर्नुहोस्, यसरी तेल हालेको छु मैले। अब यसमा चाहिँ फेरि अब गुनेर चाहिँ राख्छु हामीले। हेर्नुहोस्, यसरी चाहिँ यो गुन्नुपर्छ। ठुलो जग्गा हुनपर्छ है गुन्नुको लागि, राम्रोसँगले निम्कीको लागि। हेर्नुहोस्, निम्कीको अब बनाउनुको लागि हामी चाहिँ यसरी बेल्नुपर्छ। र यसमा चाहिँ फेरि अब यो ट्रायङ्गलको सेप पनि अब दिन पर्यो नि त। त्यसमा चाहिँ अब हेर्न पर्यो। यो चाहिँ यसरी सेप हाल्नुपर्छ रोटीलाई, र यसरी बेलेर चाहिँ हामी सेप दिनेछु र फ्राई गरेर देखाउनेछु। हेर्नुहोस्, यो तेल चाहिँ गरम भइसकेको छ र हामी यसलाई चाहिँ यसरी फ्राई गर्नेछु। हेर्नुहोस्, यसरी चाहिँ काट्नुपर्छ काँटा निम्कीको लागि।